नमस्ते। आज हामी जापानिज भाषाको एउटा एकदमै रमाइलो र भनौँ न एकदम शक्तिशाली व्याकरण कानोके बारे सिक्दैछौँ। यसले म यो गर्न सक्छु वा म यो गर्न सक्दिन भन्ने कुरा कसरी भन्ने भनेर सिकाउँछ। जापानिज बोल्दा कहिले यस्तो भएको छ, म यो काम गर्न भनेर वाक्य सुरु त गर्नुभयो तर सक्छुलाई कसरी भन्ने भनेर ठ्याक्कै अड्किनुभयो। यदि त्यस्तो भएको छ भने चिन्ता नगर्नुस्, आजको यो सेसनले त्यो समस्यालाई सधैँको लागि समाधान गरिदिन्छ। अब नियमहरूमा जानुभन्दा पहिले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसको फिलिङ बुझ्नु हो। पोटेन्शियल फर्म भनेको कुनै काम गर्ने क्षमता छ कि छैन भन्ने भावना हो। सोच्नुस् त, अगाडि एउटा ठूलो पर्खाल छ, के त्यो पर्खाल चढ्न सकिन्छ वा सकिँदैन? हो, त्यही सकिन्छ सकिँदैन भन्ने जुन भाव छ नि, त्यही नै पोटेन्शियल फर्म हो। ल, अब यो स्लाइडमा ध्यान दिनुस् है। एकातिर छ ताबेरु, यो भनेको एउटा सामान्य क्रिया खानु, तर अर्कोतिर हेर्नुस् त ताबेरारेरु, यसको अर्थ हो खान सकिन्छ वा खान सक्छु। यो भनेको क्षमताको कुरा आयो। सायद खाना एकदमै तातो छ वा पेट टन्न भरिएको छ, यस्तो बेलामा खान सक्छु कि सक्दिन भन्ने प्रश्न आउँछ नि। हो, यही सानो परिवर्तनले अर्थलाई कति शक्तिशाली बनायो। यही त हो आज हामीले सिक्ने। ल, अब हामीले यसको भाव त बुझ्यौं। अब यी शब्दहरू बनाउने तरिका सिकौँ न त। चिन्ता लिनु पर्दैन। हामी सबैभन्दा सजिलोबाट सुरु गर्छौं, त्यो हो ग्रुप 2 वर्ब्सबाट। यसले हाम्रो आत्मविश्वास पनि बढ्छ। ल, ग्रुप 2 वर्ब्सलाई पोटेन्शियल फर्ममा बदल्न जम्मा 3वटा सजिला स्टेप छन्। पहिलो, वर्बको अन्तिम अक्षर रुलाई खोज्नुहोस्। दोस्रो, त्यसलाई हटाइदिनुहोस्। अनि तेस्रो, त्यसको ठाउँमा रारेरु थप्नुहोस्। एउटा कुरा चाहिँ याद राख्नुहोला है, सही रूप रारेरु हो। कहिलेकाहीँ मानिसहरूले छोटकरीमा रेरु पनि भन्छन्, तर जेएलपीटी जस्तो परीक्षाको लागि रारेरु नै 100% सही हो। ल, हाम्रो पहिलो उदाहरण हेरौँ है त। ताबेरु भन्ने खानुको अन्तिम रु हटाएर रारेरु थप्दा यो बन्छ ताबेरारेरु। खानुबाट खान सक्छु। कति सजिलो होइन त? ल, अर्को एउटा अभ्यास गरौँ ताकि यो नियम दिमागमा ट्याक्कै बसोस्। मिरु अर्थात् हेर्नु, यसको रु हटाएर रारेरु थप्दा के बन्छ होला? हो, मिरारेरु अर्थात् हेर्न सक्छु। मसँगै भन्नुस् त, मिरारेरु। स्याबास, हामीले पहिलो लेभल पार गरिसक्यौं। अब एक तह माथि जाउँ र बाँकी 2 समूहहरू ग्रुप 1 र विशेष ग्रुप 3 क्रियाहरूलाई हेरौँ। सुरुमा अलिकति फरक लाग्न सक्छ, तर अभ्यास गर्दै गएपछि यो एकदमै सजिलो लाग्छ। ग्रुप 1 क्रियाहरूको लागि नियम अलिकति फरक छ। यसमा हामी के गर्छौं भने क्रियाको अन्तिम यु साउन्ड भएको अक्षरलाई ई साउन्डमा बदल्छौं र त्यसपछि अन्त्यमा रु थपिदिन्छौं। यो साउन्ड चेन्जको खेल हो। यो स्लाइडमा हेर्नुस् त, हाकोबु अर्थात् बोक्नु, यसको अन्तिम साउन्ड बु हो। अब हामीले यु साउन्डलाई ई साउन्डमा बदल्यौं, त्यसैले बुबाट बे भयो अनि लास्टमा रु थप्यौं र यो बन्यो हाकोबेरु अर्थात् बोक्न सक्छु। अर्को एउटा उदाहरण पनि हेरिहालौं। मोत्सु अर्थात् समात्नु, यहाँ अन्तिम अक्षर चुलाई तेमा बदलेर रु थपियो र यो बन्यो मोतेरु अर्थात् समात्न सक्छु। र अब पालो अन्तिम समूहको ग्रुप 3। यसलाई विशेष समूह भनौँ न, किनभने यसमा जम्मा 2वटा मात्र क्रियाहरू छन् जुन नियममा चल्दैनन्। यिनीहरूको कुनै नियम नभएकोले हामीले यिनलाई जस्ताको तस्तै याद गर्नुपर्छ। यी 2 विशेष क्रियाहरू हुन् सुरु, सुरु जुन बन्छ देखिरु, र कुरु जुन बन्छ कोरारेरु। यहाँ देखिरुलाई चाहिँ विशेष ध्यान दिनुहोला है। यो जापानिज भाषाको एउटा सुपर पावर शब्द जस्तै हो। तपाईले यो शब्द दिनहुँ सुन्नुहुनेछ र प्रयोग गर्नुहुनेछ। ल, नियमहरू त सिक्यौं, तर व्याकरण मात्र सिकेर के गर्नु यदि त्यसलाई वास्तविक जीवनमा प्रयोग गर्न सकिएन भने, होइन त? अब आउँछ सबैभन्दा महत्त्वपूर्ण भाग, यी शब्दहरूलाई दैनिक कुराकानीमा कसरी प्रयोग गर्ने। दैनिक जीवनमा एकदमै धेरै प्रयोग हुने एउटा गोल्डन फर्मुला छ, त्यो हो सुगितेसँग पोटेन्शियलको नेगेटिभ फर्म। यसको अर्थ हुन्छ धेरै भएकोले यो गर्न सक्दिन। यो जेएलपीटी N4 को लागि पनि एकदमै महत्त्वपूर्ण छ, त्यसैले ध्यान दिएर सुन्नुहोला। कल्पना गर्नुहोस्, तपाईँ एउटा साह्रै गहरो बाकस उठाउन खोज्दै हुनुहुन्छ। सकिएन। तपाईँ भन्नुहुन्छ, कोनो हाको वा ओमोसुगिते हाकुबेनाई देश
अर्थात् यो बाकस धेरै गहरौँ भएकोले बोक्न सक्दिन। याद गर्नुभयो? हाकोबिरु बोक्न सक्छु को नेगेटिभ फर्म हाकोबिनाई बोक्न सक्दिन भयो। अर्को अवस्था, तपाईले केही खानुभयो र आथा मुखमा आगो बल्यो। तपाईँ भन्नुहुन्छ कोनो ताबेमो नोवा खारा सुगिते ताबेरारे नाइ, अर्थात् यो खाना धेरै पिरो भएकोले खान सक्दिन। फेरि हेर्नुहोस्, ताबेरारेरु खान सक्छु बाट ताबेरारे नाइ खान सक्दिन भयो। अनि यो त हामी सबैको जीवनमा भइरहन्छ, होइन र? साथीले कतै जान बोलायो तर तपाईँ कामले गर्दा एकदमै व्यस्त हुनुहुन्छ। तपाईँ भन्नुहुन्छ क्यो वा इसोगासी चिगिते इकेनाई, अर्थात् आज धेरै व्यस्त भएकोले म जान सक्दिन। तर सधैँ सक्दिन मात्र भनिरहनु पर्दैन नि। सबैभन्दा राम्रो त आफ्नो क्षमता देखाउनुमा छ। सोच्नुहोस् त, तपाईँ जागिरको अन्तर्वार्तामा हुनुहुन्छ। उनीहरूले सोधे तपाईँको क्षमता के हो? तपाईँ आत्मविश्वासका साथ भन्न सक्नुहुन्छ, वाताशिवा निहोङ्गोगा हानासेमास, म जापानिज भाषा बोल्न सक्छु, वा वाताशिवा खुरुमाओ उन्तेन देकिमास, म गाडी चलाउन सक्छु। ल, मैले धेरै कुरा भने, अब तपाईको पालो। याद राख्नुहोस्, अभ्यासले नै कुनै पनि कुरालाई हाम्रो मुखमा सजिलै ल्याउँछ, अटोमेटिक बनाइदिन्छ। के तपाईँ तयार हुनुहुन्छ? ल, पहिलो प्रश्न। अवस्था यस्तो छ, यो झोला धेरै गहरो छ, म बोक्न सक्दिन। यसलाई जापानी भाषामा कसरी भन्ने होला? एकछिन सोचेर पूरा वाक्य भन्ने प्रयास गर्नुहोस् त। अब दोस्रो प्रश्न, पूरा आत्मविश्वासका साथ कसरी भन्ने म जापानी भाषा बोल्न सक्छु? अघिको उदाहरण याद गर्ने प्रयास गर्नुहोस्, तपाईले सक्नुहुन्छ। र अन्तिम अभ्यास प्रश्न, कसरी भन्ने? म भोलि व्यस्त छु, म जान सक्दिन। गल्ती भए पनि केही फरक पर्दैन, प्रयास गर्नु नै सबैभन्दा ठूलो कुरा हो। ल त, आजको प्रस्तुतिको अन्त्यमा यदि अरू सबै कुरा बिर्सिनुभयो भने पनि यी 3 मुख्य कुराहरू चाहिँ याद राख्नुहोस्। पहिलो, पोटेन्शियल फर्मको अर्थ हो गर्न सक्छौं। दोस्रो, पोटेन्शियल फर्मसँग नाइ जोड्दा गर्न सक्दिन भन्ने अर्थ लाग्छ। र तेस्रो, सुगितेसँग नेगेटिभ फर्म जोड्दा धेरै ची भएकोले गर्न सक्दिन भन्ने हुन्छ। आशा छ अब तपाईलाई यो व्याकरण एकदमै स्पष्ट भयो होला। अभ्यास गर्दै जानुहोस्, तपाईँ अवश्य सफल हुनुहुनेछ।